संसारमा सबैभन्दा महँगो घडी भनेको नि हाम्रो नेपालमा बनिन्छ। हाम्रो नेपालमा बनिन्छ। हाम्रो नेपालमा केही बनिँदैन भन्दा नि, तर घडी बनिन्छ नेपालमा। अनि के फ्याक्ट्री चाहिँ तपाईँको हो? चेपादै बोलिदिने कसले के अरे अर्को पनि भनिदिनु नि, संसारमा सबैभन्दा राम्रो केटी पनि हाम्रो नेपालमा भन्नु। मान्छेलाई उल्लु बनाउने काम गर्छ। कहाँ छ नेपालमा एउटा सियो बन्दैन, अनि घडी चाहिँ कहाँबाट महँगो भयो? तँसँग बोल्यो म यहाँ बुढोसँग बोल्दैछु। बिचरा त दाइलाई के हेर बिहान बिहानै यहाँ मलाई के प्रेसर बढाउने काम नगर। अहिले फेरि घोगरा ट्याएको होला है, फेरि नचाहिने गएर बेकारको। अनि आँखाको पनि संसारको सबैभन्दा ठुलो। अनि आँखाको डाक्टर नेपालमा त छ त। अनि तपाईँले पढाएको है क्या? घन्टाको मैले पढाएको मैले सुनेको नि। खालि फेरि फोटो खिचिन्छ दाइ। धेरै क्यारा गर्ने होइन है फेरि यहाँ। धेरै क्यारा गर्ने होइन है फेरि यहाँ।